SLC को रिजल्ट आयो. Yes, congratulations to all of you who passed it out. Yeah. सबैलाई बधाई जसले राम्रो मार्क्स लिएर आउनुभयो है. कलेजहरूले पनि डिस्टिङसन ल्याएका 90%, 95%, 98% ल्याएका मान्छेहरूको फोटो राखेर हाम्रो कलेजमा यस्ता यस्ता विद्यार्थी पढ्छन् भनेर एडभर्टाइजमेन्ट गर्न ढिला सुस्ती गरेका छन्. पुरा लागि परेको छ. 98 ल्याउनेलाई पनि बधाई, 96% ल्याउनेलाई पनि बधाई, फर्स्ट डिभिजन आउनेलाई पनि बधाई, सेकेन्ड डिभिजन आउनेलाई पनि बधाई. तर जेन तेन जो पास भएका छन् ती चाहिँ कुन कलेजमा जाने? के अब तिनीहरूले पढ्दैन पढ्ने? उनीहरूलाई चाहिँ के पढ्न छुटाइदिने? अब एसएलसी को मार्क्स नै त्यो स्टुडेन्टको इभ्यालुएसन गर्ने एउटा बेन्चमार्क किन भन्छ? आई डोन्ट नो वाइ यु आर मेकिङ दिस एसएलसी दिस बिग. खैर, पढ्न सक्नेले त पढे, तर पढ्न चाहनेलाई पनि पढ्ने अवसर चाहिँ दिनुपर्छ जस्तो हामीलाई लाग्छ है. त्यसकारण हामीले एउटा दृश्य देखेका छौँ. त्यो दृश्यले अझ धेरै कुरा बोल्छ जस्तो लाग्छ. सो लेट्स गो एन्ड वाच द्याट दृश्य. सर नमस्कार. नमस्ते. के छ सर? बुढो मान्छे कसलाई बुढो पनि छारी रोग लाग्छ है क्या सर? नाति लिएर आउनु पर्छ नि हो. आउनु पर्छ बुढाबुढी आउनु त नातिसँग आउनु पर्छ. यो चिप्लो रहेछ क्या कुर्सी? चिप्लो छैन को खाली अघि देखेँ. अनि यो मलाई अनि यो क्याम्पसको म चाहिँ त्यो एडमिसनको फर्म ल्याउनु नि. ठिक छ नि, ल्याउनु त हजुरको बच्चा बच्चा खोइ तपाईँको छोरा कि नाति कसको लागि गर्नु लाग्नु? म आफै पढ्नु पर्ने. यो म आफै पढ्नु पर्यो. तपाईँ आफैले एडमिसन गर्नु आउनु भएको यहाँ? म आफै हो. अलि यो आफै पढ्ने आफै पढ्ने. म पढ्नु पर्यो. मलाई चाहिँ यो पालि मैले चाहिँ हजुर दाँत निस्किन्छ क्या हो? बाहिर गएर थुक्ने, बाहिर गएर भित्रै. ठिक छ. यो के भन्दाखेरि यो पालि मैले जन्तै चाहिँ गरेर झ्याप्पै पास गरेँ यो पालि. हजुरले यो पालि एसएलसी पास गर्नु भएको? यो पालि एसएलसी झ्याप्पै लगाएर पास गरेँ. अलिक धेरै सर्छ. एउटै क्लासमा चाहिँ 4-4वटाको दरले सर्टिफिकेट 32 नेपालीमा पनि 32 होइन हो राजा, सबै ठाउँमा 32 छ त नि. के हो तपाईँ भन्नै, म त सकिनँ. ए बाजे, तेरा बाजे अघिल्लो हट्दा पनि बाजे, उठ्दा पनि बाजे, जीवन बाजे. हाम्रो नाम छैन? नाम के हो त? काम त अब छोडिन्छ, अब पढिन्छ. यहाँ काम के गर्ने? नाम के हो? के नाम त थाहा पाउनु पर्यो नि. ए नाम भने थाकिसक्यो म सर. म अलिक कम नाम भनौँ. मेरो नाम चाहिँ हरिबिजोग प्रसाद शर्मा, ओदाने गोदे टपरे बल. हरिबिजोग शर्मा कोदे ओदाने कोदे टपरे. ओदाने गोदे टपरे बल. राम्रो. ओदाने गोदे चाहिँ ठाउँको नाम हो. यो कति लामो नाम? पूर्वदेखि पश्चिम महाकालीसम्म रहेछ. थाहा पाइगयो. हरिबिजोग प्रसाद शर्मा. यहाँ सुन्नुहोस् बाजे, यानी कि सरी, हरिबिजोग शर्मा ओदाने कोदे टपरे बाहुनजी. हरिबिजोग हरिबिजोग जी. पढाइ त हरिबिजोग रहेछ, नाम जस्तै रहेछ पढाइ. यो सबैमा झुन्डेर पास हुनु भएको रहेछ तपाईँ? के झुन्डिनु? झुन्डेर पार त गरेँ मैले. पार नगरेको यत्रो गरिसकेपछि त मैले पढ्नु पर्छ नि. मेरो हेर्नुहोस् है, मेरो कुरो सुन्नुहोस्. यो बडो मेहनत गरेँ मैले. अब रात पढ्दा डङरङ्गै ढल्थे. नाति काजीले चाहिँ भन्थ्यो, नाति छोराले कति बढा बाहिर नपढ भने भन्थ्यो. यसरी पास गर्नुपर्छ, झ्याप्पै पास गरेर गरे. अब 32 आयो त के गर्ने बाबा? ए बाजे, तेरा बाजे हरिजी के हरिबिजोग जी
अब होइन तपाईँ एउटा यो थर्ड डिभिजन ल्याएको मान्छेले चाहिँ के पढ्न नपाउनु यस्तो होइन थर्ड डिभिजन ल्याएकोले चाहिँ पढ्न नपाउनु पाउने हाम्रो कलेजमा चाहिँ होइन थर्ड डिभिजनले किन अलिकति मलाई पढेपछि पुरै पढ्ने अलिकति किन पढ्ने वास्तवमा कुरो के हो भने अब हाम्रो कलेजमा चाहिँ 11-12मा पढ्ने विद्यार्थी भनेका भर्खर 15-16 वर्षका दुधे बालकहरू हुन्छ अब तपाईँ जस्तो ए तैँले भन्नु खोज्यो म बुढो भनेर ए मैले ए कुस्ती लड्ने हो त्यहाँ 16 वर्षसम्म कुस्ती लड्ने हो र पढ्न नपाउने एउटा कुरो हेप्या होइन त्यस्तो जतिकै बुढा मान्छेले चाहिँ देशै चलाउँछु भन्नु हुने म चाहिँ केही सिक्छु बाबा केही जान्छु केही ज्ञान हासिल गर्छु भन्दा चाहिँ मलाई पढ्न पनि तँलाई यहीँ मर्छु अनि एउटा कुरो के थर्ड डिभिजन ल्याएर चाहिँ तेरो कलेजमा पढ्न भन्दैन तपाईँले कलेजमा पढ्न नपाउने हजुरहरूको कलेजमा पढ्न पाउने अनि त म राम्रो नम्बर ल्याउने त छोडा भित्रै ठिक छ सबै ड्यामेज पिस सर पनि झन्नै भित्रै ठिक यहाँ सुन्नु अब राम्रो नम्बर ल्याउनेले राम्रो कलेज पढ्ने हुने खानेले राम्रो कलेज पढ्ने अब अलिकति नराम्रो नभए मलाई म मान्छु यो चाहिँ मेरो त अहिले तिमीहरूले 10वटा बाहना भन्यौ के तर त्यो जहाँ दिने बेलामा जन्डिस भयो बिरामी भयो 1.5-2 महिनादेखि पढ्न सकेन त्यसले त्यो बिचारो चाहिँ सकस गरेर जहाँ दियो जेन तेन पास भयो तर पढ्न मन छ भने त्यो पढ्न मन भएको मान्छेले चाहिँ राम्रो कलेज पढ्न नपाउने किन ए बाजे तेरा बाजे कति गाली खानु मन लाग्छ तपाईलाई चाहिँ बरु तिमीहरू हरि बिजोग जी यहाँ सुन मेरो तपाईँ जस्तो टाइसन स्कुल जस्तो कलेज जस्तो यो ठुलो कलेजमा चाहिँ भर्ना हुनु खोज्दाखेरि होइन थोरै नम्बर ल्यायो त्यो नम्बरको कारणले भर्नै गर्न त नरोक्नुहोस् न तपाईँहरूको त्यो प्रवेश परीक्षा भन्ने हुन्छ नि हुन्छ त्यो त हुन्छ नि बरु त्यसलाई पनि प्रवेश परीक्षा दिनुहोस् त्यसले प्रवेश परीक्षामा तपाईँले सोचे जस्तो गर्न सकेन भने भएर निकाल्नु होला अनि सक्यो भने त राख्दा मिल्दैन इन्ट्रान्स दिन पनि 60% एभोभ ल्याउनु पर्दछ त्योभन्दा माथिको हुनु पर्यो यसरी मिल्दैन त्यस्तो गर्दा मिल्दैन यसरी गर्दा मिल्दैन इन्ट्रान्समा पास भएपछि होलसेलमा भन्दिनँ मिल्दैन 32 ल्याएको मान्छेले तपाईँको कलेजमा आउनै मिल्दैन तपाईँहरूको कति पर्सेन्ट आयो कति पर्सेन्ट 32% ल्याएको मान्छेले चाहिँ कलेज खोल्न मिल्छ 32% ल्याएको मान्छेले कलेजमा पढ्नु मिल्दैन कति पर्सेन्ट तपाईँ अब हाम्रो पर्सेन्टेज किन चाहियो हाम्रो पर्सेन्टेज त्यही त पढ्न आउने तपाईँ कि हामी पढ्न लाग्यो ल ठिक छ यार हाम्रो पर्सेन्टेज यस्तो गरेर तिम्रो सबै बच्चाहरूलाई चाहिँ अठारमा पार्दैछ त्यो बच्चा आउनेले चाहिँ के हो मर्नु विष खानु झुङ्गिनु राम्रो कलेज पढ्न नपाउनु त्यसले त्यसको लागि सरकारले हेर्छ के सरकारले हेर्छ अहिले तँलाई म हेर्दिन्छु बाजे तेरा बाजे तपाईँलाई त खुब गाली खानु मन लाग्ने के तेरा कलेज टाइसन कलेज अझ बुढो भयो भन्छ तेरो कलेजलाई सुकेनास लागिहालोस् है टाइसन भने छस् नि अहिले ड्रागन जस्तो भएर बसिरहेको छ सुकेर गोडौला जस्तो होस् तेरा कलेज